तपाईँको घर कहाँ हो? तपाईँ बिरगजदेखि यहाँ आउनु भएको? अनि तपाईँलाई उहाँ न्याय दिने मान्छे भएन नि? त्यहाँ कसलाई भन्ने नि उहाँले यस्तो ओभर रिएक्ट गरिदिएछ। मैले उसलाई भनेको म काठमाडौँ छु। यसपालि चुनावमा भोट कसलाई हालेको भन्नु त? नडारी भन्नु न। दाइ भोट त घन्टीलाई नै दाइ त्यस्तो छैन। हिचकिचाउनु भयो भनेपछि घन्टीलाई भोट हाल्नुभयो? नै 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 अनुहारले देख्छ त्यो। नै दाइ त्यस्तो ठिक छ ठिक छ। अब तपाईँ कहाँबाट आउनुभएको? म गौरादह यतिकै आसामबाट आएको। गौरादह गर्नु छ। ए उता आसाममा पनि बस्नुहुन्छ? आसाममै बस्छु। अनि गौरादह तपाईँको पनि ब्याङ्कले खायो? ब्याङ्कले खायो भन्नाले दाजु एउटा बिमारी छ घरबाट निकालिदियो ब्याङ्कले? ब्याङ्क भन्नाले कुन ब्याङ्क हो? तपाईँको चन्द्रदर्शन भन्ने यहाँ पाराले होइन, दुर्गा प्रसाईको शरणमा आइरहँदाखेरि के अपेक्षा गरेर आउनुभयो त? उहाँ त न सरकारमा हुनुहुन्छ न केही हुनुहुन्छ। पुरै अपेक्षा लिएरै आएको छु। न्याय चाहिँ यहीँबाट पाउँछु भन्ने एउटा। भनेपछि न्याय पाउने आश आधार भनेको अहिलेको सरकार होइन, दुर्गा प्रसाई चाहिँ हो। यहाँ आउँ, यहाँ हेर्नुहोस् त, यस्तो बच्चा लिएर आएको छन् यहाँ। ल यहाँ मेरी आमा हुनुहुन्छ यो उमेरमा। अब कहाँ जानु आमाले? आउनु आमा आउनु। नमस्ते नमस्ते। के छ आमा? ल हेर्नुहोस् त, अब यो के भएको अरे छोरी? के तिम्रो यो के हो? देवर हो कि दुबईमा त्यो कोठा भाडामा बस्नु भएको थियो अनि पैसा चाहिँ तिरिराख्नु भएको थियो उहाँले होइन। जे अहिले दुबईको जेलमा छन्? जेलदेखि अब पासपोर्ट चाहिँ दिनुभएको छ। अब यता आउनु पनि पाउनुहुन्न, इलिगल भएर बस्नु भएको छ। न खान न बस्न। अब कहिले साथीहरूकोमा होइन बसिराख्नु भएको छ। अब चेकिङ आयो भने अर्को साथीकोमा हो त्यसरी बस्नु भएको छ। कुरो बुझियो साथी हो? न खान बेजोग छ है देशको अवस्था। म काठमाडौँ गयो यतिकै घेरेको हुन्छ पीडितले, यहाँ आयो यतिकै घेरेको हुन्छ। अब यो मान्छेको चाहिँ कुरा के हो भन्दाखेरि रेमिटेन्स चाहिँ सरकार यहाँ आयो नि, रेमिटेन्स त ब्याङ्कमा आयो, देश चल्छ रेमिटेन्सले। मान्छे अलपत्र छ कहाँ भन्दा खाडीका देशहरूमा। अनि यो ल्याइदिनु पर्ने मैले। भोट पाएको छ बालेले, गजबको कुरा होइन त। प्रधानमन्त्री को छ? घन्टी घन्टी राजसभा। अनि भनौँ भनेदेखि तैँले किन उद्धार गर्नु त भन्छन् फेरि राजसभाका मुख छाड्ने। किन गएको रहेछ त? आफै गरेर त परेको पनि भन्छ। त्यसो हो भने अहिलेको सरकारले उद्धार गरिदिनु पर्यो भनेर देखाइदिनु न त्यो। त्यही त म राजसभाका मुख छाड्नेहरूलाई के भन्छु भने यो उद्धार गरिदिनुहोस् तपाईँहरू होइन। रवि लामिछानेजीले गर्दा अब सरकारमा तपाईँहरू हुनुहुन्छ होइन। उहाँहरूको उद्धार गरिदिनुहोस् होइन, उहाँहरूको उद्धार गरिदिनुहोस्, उहाँको उद्धार गरिदिनुहोस्। एनआइसी एसिया ब्याङ्कले खायो। म एनआइसी एसिया ब्याङ्कलाई चाहिँ के भन्छु भनेदेखि मैले अस्ति पनि भनेको थिएँ विशाल ग्रुपलाई तुरुन्त समात्नु पर्यो। अनुज अग्रवाल, तुलसीलाल अग्रवालहरू यिनीहरूले देशभरि ब्याङ्कभन्दा पनि गुन्डागर्दी शैलीले मान्छेको सम्पत्ति खाएको छ। गुन्डागर्दी शैली छ नि त। तपाईँलाई 7%मा कागज गराएर 18% ब्याज दियो पनि हो, सबै भरेको पनि हो, भरेको पनि पैसा पनि तिर्यो। अनि त्यहाँबाट केही समय व्यापार बिग्रिँदाखेरि, व्यवसाय बिग्रिँदा, राज्यको कारणले, राजनीतिक उथुलपुथुलको कारणले व्यवसाय बिग्रि त के घरबाट निकालिदिइहाल्नु पर्ने? सुकुम्बासी पुऱ्याइहाल्नु पर्ने? अनि राज्य कहाँ छ? राज्य कहाँ छ? मेरो कुरा त्यो हो। त्यसले गर्दाखेरि सम्पूर्ण म के भन्छु भने विदेशमा जाने, विदेशका खाडीका जेलहरूमा अहिले 12,000 भन्दा बढी छ। कम्बोडियामा मात्रै 500 पुगेछ। क्याम्बोडिया भर्खर नयाँ खुलेको भनेपछि यो हिसाबले नेपालीहरू थुनिँदै जाने, नेपालमा बच्चा नजन्मिने, भएका युवा सबै बाहिर जाने। अनि कहाँबाट व्यापार चल्छ? सेयर मार्केट गयो। अब ब्याङ्किङ सेक्टर जाँदैछ यही तरिकाले हो भने व्यापार 80% छैन मार्केटमा। गएर हेर्नुहोस्, बाटा जाँदै भत्काइदिएका छन्, भत्काइदिएका छन्। अहिले झापाबाट काठमाडौँ जानु पर्यो भने 36 घन्टा लाग्छ। 36 घन्टा। अनि के व्यापार हुन्छ यहाँ? सबमै भत्काइदिएको छ। अब 15 वर्ष व्यापार चल्दैन। कोभिडमा पनि ब्याङ्कले नाफा कमाए, भूकम्पमा पनि नाफा कमाए, तर गरिब त सकिए, मान्छे त सकिए। नेपाली व्यवसायका लागि को आयो? गरिबका लागि को आयो? अनि हामीले गर्दाखेरि हामीलाई गाली गर्छ। त म बालन सरकारलाई के भन्छु भने कमसेकम यी 3 जना मान्छेको उद्धार गरिदिउँ न। अन्ततगत उहाँहरूलाई कसरी समस्याको समाधान हुन्छ तपाईँ? होइन, उहाँहरूलाई त अहिले मैले चाहेँ भनेदेखि यो दुबईबाट ल्याउनु भने 1 हप्तामा आउँछन् मान्छे।
त्यो ठुलो कुरो छैन। अब पासपोर्ट त्यहाँ छ होइन, साथमा छ पासपोर्ट उसलाई चाहिँ। त्यहाँको चाहिँ उसले पैसा तिर्नुपर्छ। अब त्यहाँ कति गरेको छ होइन, पैसा तिरेपछि आउँछन्। तर कतिजनाको ल्याउने, एउटा ल्यायो दिनमा 10,000 मान्छे जान्छ, हो कि होइन? समस्या त त्यो हो नि त। 30 दिनमा 30 जना मान्छे त उद्धारको लागि तपाईँसँगै आइपुग्छ। आउँछन्, अनि त्यहाँबाट 30 दिनमा 30,000 मान्छे आइपुग्छन्, 1 लाख मान्छे गइरहेको हुन्छ। 30 जना मान्छेको उद्धार गर्यो, 1 लाख मान्छे गइरहेको हुन्छ। अनि यो त देशको राजनीतिक वातावरण बिग्रेको छ। अब भनौँ पक्रेर लगेर थुनिहाल्छ, भनौँ गाली गरिहाल्छ नि, एल्गोरिदम कब्जा गरेको छ, सोसियल मिडिया कब्जा गरेको छ। ए बोल्छस् भन्छ, आमा चकारी गाली गरे हुन्छ, सुन्नै नसक्ने, बोल्नै नसक्ने। राम्रो काम गर्दा गर्दै पनि किन यसरी सामाजिक सञ्जालमा तपाईँप्रति त्यति आक्रोशित भएका होला नि? ढुङ्गाले गर्न नसकेपछि आक्रोश गर्ने त हो। जसले गर्न सक्दैन त्यसले रिस त सामाजिक सञ्जालमा पोख्छ। गर्ने हामी काम गर्छौँ, रिस सामाजिक सञ्जालमा पोख्नेले के गरेको हुन्छ? मेरो बुवाले मलाई भन्नुहुन्थ्यो कि यो हस्पिटल बनाएको बेलामा आएर, कान्छ तैँले यत्रो चिज बनाएको छस्, तेरो रिस गर्ने तँलाई मुख छाड्नेले नि एउटा घरमा तुलसीको मोठ बनाएको छैन, अनि त्यस्ताको के कुरा गर्छस् भन्नुहुन्थ्यो के बुवाले। तिनलाई तैँले अर्थी दिनु तुलसीको मोठ बनाएर कमसेकम एउटा देखा भनेर। यहाँ कोही कोही छन् नि त, अब आमालाई, अब बाउलाई खाना दिँदैनन्, आमालाई खाना नदिकन लखेटेर गरेको छ। यस्तोको के कुरा गर्ने? ल ठिक छ, तपाईँ वीरगन्जबाट आउनुभएको होइन? ल अब म तपाईँको एकपल्ट कुरा गरौँ ल, देवीलाई पनि भन्नु ल। अनि अर्को कुरो, एनआइसी एसिया ब्याङ्क हो नि, धेरै मुद्दाहरू छ मसँग, झन्डै 400 वटा जति फाइल छ। म सिआइबी प्रमुख मनोज केसीलाई पनि म यहीँबाट भन्छु, एआई साहबलाई, एनआइसी एसिया ब्याङ्क मात्रै होइन, धेरै सहकारीहरू, जस्तो तपाईँको सहकारी छ नि, हजुर, के अरे सहकारीको नाम? यो चन्द्रदर्शन। चन्द्रदर्शन सहकारी भयो, यी जस्तो एनएमसी सहकारी भयो, यहाँ छन् नि, यी सहकारीमा हामीले सिआइबीमा फाइल तयार गरेर मुद्दा हाल्दैछौँ। छानबिन हुनु पऱ्यो क्या यिनलाई, पहिला यिनलाई छानबिन हुनु पऱ्यो भनेर हामी लागिरहेछौँ। ब्याङ्कलाई पनि छानबिन हुनु पऱ्यो। अहिले बुढी आमाको अब मर्ने बेलामा घरबार पिन बनायो, घरबाट निकाल्दियो। भन्दा पनि मेरो जुन जेठो दाजु छ उसको भनेको एकदम लास्ट स्थितिमा छ, उसलाई घरबाट निकालिदिएको छ। अब उहाँ बस्नु हुँदो रहेछ आसाम, अब आसामबाट गुवाहाटीबाट आउनुभयो सम्झेर, उहाँ आउनुभयो वीरगन्जबाट। र वीरगन्जमा म के भन्छु भने, अब हाम्रो त्यहाँ मैले चिनेकै हुनुहुन्छ एकजना खनियाजी हुनुहुन्छ, अर्जुन खनियासम्म यो पुगोस्, उहाँलाई कसरी हुन्छ मिलाउने काम गर्नु होला। अब यसमा हामी एक्सट्रिमली जानु पर्यो भनेदेखि अब हामी त देशैभरिबाट ब्याङ्क खेद्दैछौँ त, भदौ लागेपछि सबै जनता उठ्दैछ नि त। पहिला त यो बजारबाट चाहिँ ब्याङ्क, लघु वित्त र सहकारी खेद्नु पर्यो, अनि मात्रै जनताले सुख पाउने भयो होइन भाइ? यो त काल भएर आयो त, ब्याङ्क, लघु वित्त र सहकारी त जनता त यहीँ परे हो कि होइन? सबै निस्किन्छन् नि अब। ल ल म यसो गर्छु, मैले अनि अस्ति नम्बर दिएको थिएँ त्यति बेला कुरा गरेँ।